तिमी हिरो कुद्दै आउँदैछौ मिठो हेलो गाइज वेलकम टु माई न्यू ब्लग। आज चाहिँ हामी एउटा नयाँ ठाउँ जान लागेको छौँ होइन। यता बडा क्षेत्र चतरा मन्दिर साइडतिरको एउटा सालेमी वाटरफल भन्ने ठाउँ छ, हामी त्यहाँ जान लागेको छौँ। र अब त्यहाँको चाहिँ मैले एक दुईवटा भिडियो फोटोहरू देखेको थिएँ, राम्रै लागेर हामी पनि हिँड्नु लागेको। त्यस्तो साह्रो धेरै फोटो भिडियो थिएन त्यो ठाउँको चाहिँ, त्यही भएर हामी पनि अब चाहिँ एक्सप्लोर भनौँ न, एक्सप्लोर र त्यहाँ अब घुम्नु पनि जानु लागेको, कस्तो छ हेर्नुको लागि जानकारी होइन। अब गरी मैले लगाइसकेको थिएँ धर्ना पनि थियो, यस्तो हल्का अब चिसो चिसो ठाउँ पौडी साउडी भएको ठाउँ हेर्नु पर्यो जाने पर्यो होइन। ल आज चाहिँ हामी त्यही सालेमी वाटरफल भन्ने ठाउँमा जानु लागेको छौँ। अब हेरौँ है त आजको हाम्रो भिडियो कस्तो बनेको छ त। ल सबजनाले भिडियो फिल हेरिदिनु होला है त। ल अब हामी चाहिँ घरदेखि निस्किसकेको छौँ होइन। बाइक पनि अलिकति पुस्नुपर्ने छ, धेरै धुलो भइरहेछ। अस्तिको काठमाडौँ गएदेखि बाइक बनाएको सर्भिसिङ पनि गर्नुपर्ने छ, धुएको पनि छैन। यो जुलिरहेर नि क्यामेरामा त कति पातलो देख्यो यस्तै। अब यो धुलो हल्का पुस्ने हो, पुसेर जाने हो। अब धुनुपर्ने छ अरे, बाइक बनाउनु सर्भिसिङ पनि दिनुपर्ने छ। चप्पल चाहिँ कमेडी देखिरहेको यो के हो, धुनै पर्छ अरे। अब लगेर एकचोटि यार मैले बाइक पुरै धुलो पर्छ यार। आज घाममा त्यस्तो छैन, के हो पानी पर्ला, के हो पानी पर्ला छ त के हो। मौसमै त पानी पर्ला जस्तो भइरहेको छ। ल अब चाहिँ हामी घरदेखि निस्क्यौँ है। यो के हो पानी पर्ला जस्तो देख्छु म त। मौसममा गिद्दी हुन्छ फेरि पानी पऱ्यो भने झर्नाको बेला त। मलाई चाहिँ एउटा स्टाइलिस तरिकाले भ्लग गर्दैछ है। ल साथी लाग्दैन स्टाइलिस तरिकाले भ्लग गर्दैछ है। ल अब चाहिँ हामी ठ्याक्कै घरदेखि निस्केर लगभग यता भोटेपुलदेखि नयाँ गोर्खातिर छिरिसकेको छौँ होइन। म चाहिँ धेरै रोडको किन निकाल्दिनँ भन्दाखेरि यो हावाले पुरै हान्छ क्या। हावाले हानेर चाहिँ मैले ननिकालेको सायद धेरै गाडीको यो कुदाएको चाहिँ। अब सिधै म गएर हल्का चत्राहरूको भ्यू र सिधै त्यहाँ गएर हिँडेको हाम्रो सालेमी वाटरफल पुगेको ब्लग देखाउनु चाहिँ त हजुरहरूलाई। यो बाटोमा चाहिँ मेरो यो धेरै नै प्रब्लम आउँछ क्या, माइक अलिकति राम्रो नभएर। माइक भन्दा पनि मेरो सिधै यो मात्रै हुन्छ, त्यही भएर है त लगाइछु। वाच आउट सबैजनाले हेरिदिनु होला भिडियो हाम्रो है त। ल अहिले चाहिँ हामी यो ठ्याक्कै सर्दुको पुल कटेर तलतिर ठ्याक्कै यतादेखि यता जाने ठाउँ बिर्स्यो, कतातिर पुगिन्छ होइन, इटर जाने बाटोतिर। र अहिले चाहिँ हामी ठ्याक्कै यहाँ अब यहाँदेखि हिँड्नु लागेको छु। म उल्का खाँदैछ र खाओस् अनि जाने होइन। अब हामी लगभग हामीलाई पुग्न अझै पनि हामीलाई यहाँदेखि पनि 1 घन्टा जति लाग्छ नै होला। र गाइस सबले भिडियो फुल हेरिदिनु होला है त। आजको यात्रा भन्दा पनि आजको हाम्रो ट्रेकिङ जस्तो पनि हुन्छ आधीदेखि चाहिँ, किनकि आधीदेखि हाम्रो बाइकहरू जाँदैन, हामी हिँड्दै जानुपर्ने हुन्छ। त्यही भएर हाम्रो यहाँ यसो ड्रिङ्क्स र खाजाहरू पनि रेडी भइसकेको छ। ल गाइस अब हामी हिँडेको है त। म हिँडेको चाहिँ देखाउँदिनँ त्यति साह्रो यार। र अहिले चाहिँ हामी यता चत्रामा आइपुग्नु लागि भने ठ्याक्कै हामी चत्राभन्दा अलिक अगाडि छौँ। यहाँ पुरै कोजीको ल्यान्डसम्म हुन्छ, दामी भ्यू पनि दामी आएको छ। यो चाहिँ डेन्जरस एरिया हो, यहाँ बोट पनि तिरेको छ है। यहाँदेखि ढुङ्गासुङ्गा झर्न सक्छ हाम्रो। ल अब हामी फेरि यहाँबाट लाग्दिन्छौँ है त। अब हामी यहाँदेखि पनि कच्ची बाटो हिँडेर पनि कच्ची बाटो बाइकमा गएर पनि अझै हिँड्नुपर्ने हुन्छ क्या खोलाको बाटो। त्यो भएर अब हामीलाई गाइड छिटो पुग्नुपर्ने छ। अहिले 2 बजी लागिसक्यो है त, ढिलो हुन्छ होला यार। मेरो बेबीले ल्याइदिएको छ लगाएर हिँडेको यार। र अब हामी चाहिँ पुरै A few minutes later. ल अहिले चाहिँ हामी अब यो ठ्याक्कै चत्राको पुल कटेर यता कच्ची बाटो मन्दिर जानेतर्फ जाँदैछौँ है त। उयो हाम्रो चत्राको पुल भयो पर, र अब हाम्रो यो जाने बाटो भयो है त। अब हामी यो बाटोतर्फ हिँड्नेछौँ। यार गर्मी त म झन् यहाँ गन्जी र यो सर्ट लगाएर हिँड्नु। अब यो यहाँ चाहिँ अलिकति बाटै भयो होइन। यहाँ डेटली छ है यो चाहिँ, यहाँ डेटली छ है यो चाहिँ यहाँ। के बोले भाइ? अब के बोले? अब यो भ्यूहरू चाहिँ यहाँ पनि अस्ति नै पहिरो गएर है बिजोग भएको छ। यहाँ हामी मन्दिरको बेला यस्तो भिड भएको कि आम्मा राम राम राम।
उयो हेर्नु सक्नुहुन्छ यस्तो चाहिँ बस्नु अलिकति गिली लाग्छ है किनकि ढुङ्गासुङ्गा झऱ्यो भने खोला त आएको छैन कि के हो यार यहाँ पनि त हुनुपर्ने त खोला त थो त यार टुपी सुपी थाहा भएन कि खोला चाहिँ हुनु पर्यो क्या बाटो चाहिँ खतरनाक छ र यहाँ पनि हामीलाई टाइम लाग्छ यस्तो सोध्छु क्या जिन्दगीमा मिहिनेत नगरेको भन्दा पनि अब यो भनेर हामीले कमै मिहिनेत गरेको छौँ होइन यसरी त हिँडेको छैनौँ यहाँको मान्छेहरू कसरी हिँडेर यस्तो मान्छेहरूलाई धेरै गाह्रो हुन्छ हामीलाई यति गर्नु पनि कति गाह्रो लाग्छ क्या बोट चलिहाल्छ नि 3 hours later. र हामी चाहिँ यहाँ झर्ने हेर्दै आएको होइन स्क्याम टाइपको छ हामीलाई चाहिँ है झर्नामा आउनु चाहिँ तर यहाँ झर्नै नै सुकिसकेको छ है झर्ना याममा मात्रै आउने रहेछ झर्ना सर्ना अहिले चाहिँ यहाँ झर्नाको अवस्था हेर्नुहोस् है गाइस पुरै निर झर्नामा पानी नै छैन झर्नामा पानी नै छैन पानी भनेको हल्का 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 होला तर यस्तो पानी चाहिँ कहाँ गएछ भाइ तिमीले नै नुहाएर सकायो एउटा पानी हो तिम्रो झर्ना छैन यो चाहिँ के हो त अनि झर्ना चाहिँ खोइदौँ झर्ना चाहिँ खोइदौँ त्यतिका झर्ना हामी यत्रो टाढाबाट झर्ना नै यही हेर्दै आएको म चाहिँ खास गरी भन्नुपर्दाखेरि तर यहाँ झर्ना नै झर्ना त छ तर झर्नामा पानी चाहिँ छैन है पुरै मिल भएर छ अब ठिकै छ गर्मी लागेर झर्ना पनि सुकिराम भइसकेछ अब हामी चाहिँ उहीँ हल्का अब यहाँ पौडी छ नि त यहाँ पर पौडी खेल्नुपर्छ उहाँ सुकिराम यहाँ त अलिअलि छ यहाँ त पुरै सुकिराम छ नि त अनि झर्ना चाहिँ छ तर पानी छैन यहाँ यो झर्ना अब सक्यो अब हाम्रो यात्रा झर्नामा आएको सालिमी झर्ना भनेको यो हामी चाहिँ आएको है झर्नै नहुनु भनेर नरमाइलो भन्छ हाम्रो लागि त्यही म झर्नाको नजिक देखाइदिन्छु तपाईँहरूलाई है त झर्नामा पानी नभएको अवस्था हो क्या यो सानो हो क्या त्यहाँ फोटोमा देखेको थिएनौ त्यहाँ चाबी ल्याएनौ मेरो हेलमेटको बाइकको अब झर्ना नभएको अवस्था भइगयो अब यहाँ तल पौडी छ हो त्यहाँ पौडीमा के हुन्छ खोलामा पौडी खेल्ने अनि लाग्दिने हो अब के गर्नु त अब होइन अब नभएपछि त अब कहाँ गयो भाइ पानी चाहिँ हो पानी माथि रोकिदिएको छ कि के भाइ कहिले कहिले चेक गरेर धारा खोलिदेऊ त धारा खोलिदेऊ त नरमाइलो भन्छ यार यस्तो त यार पुरै नरमाइलो क्या अब स्विमिङ त्यही पनि कसै चिसो चिसो भइरहेको छ है हुनु पनि भाइहरू फेरि टुरमा गयो अब स्विमिङै हाल्नुपर्ने अवस्था भयो हाम्रो चाहिँ है नरमाइलो भयो पुरै उता रुँदै रुँदै जाँदैछ उसलाई स्याद भयो अरे त्यही भनेको क्या पानी हुँदैन भनेको नि मैले पानी नै छैन हल्का त के हो पानी हो कि त के उतो भएको मात्र छ अब उयो खेल्ने पानी पौडी खेल्ने लाग्छ उयो भएर ढाँटेर सुकिराम उहाँ छ सुकिराम चाहिँ अरे यहीँ उयो सब अगाडि छ क्या तर पानी छैन क्या हल्का मात्र छ भएको न अब एउटै छ
के जस्तो लाग्छ तिमीलाई तिम्रो नाम के हो अनमोल अनमोल घिमिरे फ्यान्सी रहेछ तपाईँ यहीँ रोकौँ यहाँ बस्नुपर्छ अनि नाम के अरे तपाईको नामको नाम अङ्कित S7 अंकित अनि S7 S7 तर मैले पहिलादेखि S7 चाहिँ राखेको हो यार झन्डै हाम्रो खानेकुरा चाहिँ चोर्दैन रहेछ यहाँ कसैले टेन्सन नभए उयो अब जडिया ल अब चाहिँ म पनि बाइक तलतिर लानेछु है त गाह्रो भयो गाइस धेरै गाह्रो भयो A few minutes later. कस्तो घिनलाग्दो देखेँ विमलले ल अब चाहिँ हामी पाउ यतापट्टि आउन त्यहाँ घामले राम्रो आउँदैन अलिकति ह्यान्सी देखाउनु पर्दैन छैन भाइ माछा त अब म त यहाँबाट हानिदिन्छु नि त फेरि कहाँ ढुङ्गामा चस्मा चाहिँ यहाँले त भाइ के त हिरो नहुँदैन चस्मा लगाएर दाइहरूले चस्मा लाउनु पर्ने ठाउँमा यार भाइहरूलाई चस्मा लगाएर यार अब चाहिँ हामी पौडी नै खेल्नेछौँ हाम्रो झर्ना हराइरहेको रहेछ राम्रोसँगले तिम्रो साथी तिम्रो पहाड र यो कहाँ हो भन त फेरि धेरै हिरो नआउने फेरि त पनि फेरि अब ह्यान्सी भइरहेछ अब पौडी त हेन्सी त छैन हौ तिमी हेर तिमी कस्ता चाहिँ मान्छे साथीहरू छन् हुन्छ मेरा चाहिँ बेकुप हुन् कि के हुन् चाहिँ हेन्सी त छैन मलाई ह्यान्सी नभए तिमी त्यहाँ केटीहरू पढ्ने मसँग होइन छैन तिम्रो कमर्समा पनि आउँदैन होला राम्रो भयो भने ए बिमल चाहिँ डुब्छ होइन भाइ हामी चाहिँ डुब्दिनौँ ए बिमल चाहिँ डुब्छ होइन भाइ हामी चाहिँ डुब्दिनौँ हिरो भन्दैछ यस्तो हान्छु भाइ जाऊ त राम्रोसँगले जाऊ शुभ यात्रा र हाम्रो भाइ चाहिँ खतरा खेलाडी खेल्नु ये के हो भाइ के गइसक्यो के हो ओइ ल बिमल म जान्छु ल भिडियो बनाऊ ल अब म जानु लागेको छु होइन यो भाइ डराइसकेको छ अब हामी खतरा खेलाडी हिँड्यौ अहिले एक्ला दिएर त्यहाँ मोबाइल चाहिँ नझर है साथी फेरि किन्नु लाउँछु नयाँ पूजा सिस्टर कोसीमा कैसा लगा मेरा मजाक जाऊ न माछा पकाएर चस्मासँगै जाँदैछ फेरि अलिक त जाऊ न साथी हौ होइन भयो म गयो चस्मासँगै हान्दियो केटा म चाहिँ डुब्छु कि डुब्दियो के बोले भाइ अब के बोले के छ थाहा चस्मा चाहिँ किन हालेको त नि के हो अरे भयो यार तिम्रो पोजै सक्यो यार के फोटो खिच्नु भनेको भिडियो त भइरहेछ खेल त देखाउँछ त केटाले यार ओइ आयो अर्को यसो त्यो स्ट्यान्डमा चाहिँ खोलेर त्यो हल्का ल अब हामी चाहिँ यहाँ पुरा मजा लिँदैछौँ नेचुरल ओए मलाई चाहिँ तेरा तो गेम बजाना पड़े
अब हामी यहाँ के होला यहाँ एक्सट्रिमसँग Just a reminder, life is a journey with ups and downs. But remember, every challenge you face is an opportunity to grow. Don't rush the process. Trust yourself and embrace each step. The key to success is persistence, and every small effort counts. Keep pushing forward, no matter the obstacles, because better days are ahead. Stay positive and keep believing in yourself. लौ यार अस्ति अब हामी चाहिँ जानु लागेछौँ होइन यहाँ हाम्रो झर्ना हेर्नुको लागि तर झर्ना चाहिँ छैन मलाई थाहा छ त्यही पनि अघि भर पुगेर आइसकेको हामी अब झर्ना चाहिँ छैन नि त त्यहाँ त्यही पनि हामी जाँदैछौँ एक्सपेक्टेसन भर्सेस रियालिटी भन्नुको लागि ए छिराइज न कन्डे ए छिराइज न कन्डे यहाँ हिरो कुद्दै आउँदैछौ कुदेको स्टाइल पनि उस्तै छ फेरि पुलमा जानुपर्छ यार साथी पुलमा जानु क्या पुलमा चाहिँ के पुगे झुल्के पुल नदिएको हामीले अहिलेसम्म मेरो भिडियोबाट साथी हिँडेको यहाँ जुत्तामा तर बाटो चाहिँ छ कि छैन फेरि अब केही छैन हामी जस्तै अब एक्सप्लोर गर्दैछौँ होइन हाम्रो झर्नालाई हामी झर्ना पानी नभएको झर्ना भए पनि झर्नै हो र हामी पाहाड चढ्दैछौँ फोन त हाम्रो तलै छ यार साथी ब्यागमा हालेको यहाँ कहाँदेखि चढ्नु त्यही छैन हाम्रो झर्ना हेरौँ होइन हाम्रो झर्ना त हामीले हेर्नै पर्ने हुन्छ यहाँ चाहिँ पुल बनिँदो रहेछ अब दुईजनाको फोटो यहाँ देख्यौ साथी तर्दैछ है तर्दैछ गयो 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 ए रहा नहीं जाता तड़प ही ऐसी है ना साथी यसरी चढ्नुपर्छ है हात मैला लागेर अब हामी हाम्रो झर्ना राम्रो आएको छ म त देखाउँछु राम्रै आइरहेछ साथी देखाउन धेरै तिमीलाई कस्तो राम्रो आएको छ राम्रै आइरहेछ ल अब हामी चाहिँ के हो यो कन्डो जस्तो बाँड्दै के हो यो कन्डो जस्तो बाँड्दै चौटो भइसक्यो हिँड्नु सक्दैन यस्तो चाहिँ यस्तो भाइहरू चाहिँ हिँड्नु सक्दैन ल अब हामी चाहिँ हाम्रो नभएको झर्ना भन्दा पनि भएकै झर्ना पानी चाहिँ नभएको झर्ना जाँदैछौँ जस्ट वी आर एक्सप्लोरिङ आवर के भन्छ सालिमी के हो झर्ना इङ्ग्लिस चाहिँ तिम्रो नदेऊ ल जान्दैन हौ अहिले एकपल्ट दिएर मुख सुख फुटाइदिन्छु म It's kind of nature. I'm so tired right now. I'm so thirsty. I need झर्ना झर्ना त अरे है झर्ना पानी नभएको झर्नाको आएर बिजोग भयो गाइज के गर्नु पानी छैन जस्तो लागिरहेको ए जस्तै हेर्न सक्नुहुन्छ यो झर्नामा पानी छैन होइन पानी नै छैन यहाँ तर हुन्छ झर्ना त झर्नै हो यो गाइसको पानी नभएको क्या मलाई लागिरहेको पानी छैन किनकि सुखियाममा हुँदैन जस्तो लागिसकेको छ त्यो पनि गइदिनु त केटाहरूको मन राख्नको लागि यहाँ भिडियोमा देखेको यहाँ अब यहाँको पानी खानु दामी हो तर किरा हो पानी छ नि यस्तो ठाउँमा रहेछ यार झर्ना प्योर पानी हो जाउँ पानी खाइदिउँ मेरो साथी यार पानी खानु गर साथी भिडियो यति गर पखानमा खान्छ साथीले पानी खानु हामी गएको तर झर्ना चाहिँ चिप्लो चिप्लो टाइपको झर्ना छ है यहाँ केही नआउँछ चिप्लो छ यहाँ हामी पानी खानेछौँ राम हात धुम सुरुमा चस्मा यहाँ गोजीमा ए छिर्न कन्ट्रोल
यो भनेको बद्यामी पानी हो क्या यस्तो माथिबाट हाल्दा सफा पानी हुन्छ खाँदैछ पानीको पनि मिठो छ आधुवै साले कन्डिसनमा मिठो मिठो माथिबाट कसै मान्छेले पिसा फेरिदिएको छ भने के हुन्छ होला गाइस है र हामी मिठो माछा खाएको छौँ कस्तो मलाई चिरिरी पानी हेरेछ है देख्न सक्नुहुन्छ यो माथिबाट आएको पानी साथी चाहिँ अब धेरै पानी खाइसकेको तिर्खाएको कागले पानी खाँदैछ हामी चाहिँ हल्का स्विमिङहरू पनि खेल्यौँ गलियो पानी त खानु पर्यो म साथी पानी खान्छु यार मजाले खानै पाएकै छैन यार यता पानी खाने अरे तँ चिलमा पानी त पुरा दामी छ नि त उयो माथिबाट आएको पानी हो यो चाहिँ तर यहाँ पुरा अलिअलि हुने रहेछ है हुन्छ हौ यो तर तपाईँहरूले सोच्नुहुन्छ हाम्रो यो भनेको सालेमौ झर्ना यो पानी नभएको अवस्थामा चाहिँ यस्तै पानी आएर चाहिँ झर्नामा त्यही पनि केही छैन फेरि कुनै बेला आम्ला तर आएको बेला है त यहाँदेखि तलतिर जस्तो देखिरहेछ है मासतिर चाहिँ हेर्नुहुन्छ भने पुरै दामी छ ल हामी पानी सानी खाइसक्यौँ होइन साथी तलतिरबाट गएर अब फोटो खिच्छ त पानी सानी खाएर लाग्दैन जति पानी खायो भने प्यास मेटेको छैन मेरो चाहिँ प्यास होइन तिर्खा फेरि हिन्दी हुन्छ प्यास भनेको चाहिँ आहा लगाइ नेचुरल पानी खानु साथी चस्मा दियो यहाँ साथी त्यो ल अब हामी झर्ना पनि हेऱ्यौँ झर्नामा पानी पनि थिएन पौडी सौडी पनि खेल्यौँ यहाँ पौडी पनि देखेको छ यहाँ तलको पौडी यस्तो हल्का जुन गरेर यहाँ त छ पौडी पौडी सौडी खेल्यौँ अब हामी चाहिँ लाग्दैन त अब हाम्रो लाग्ने पनि बेला भइसक्यो अब बेबीले काल गर्ने पनि दिन आइसक्यो अब बेबीले काल गर्ने पनि दिन आइसक्यो तेरा तो गेम बजाना पड़े ल गाइज हैव अ नाइस डे बाय लेट्स इन्जॉय